अलि फरक बिजनेस नेचर सहित भर्खरै मात्र नेपाल स्टक एक्सचेन्जमा लिस्ट भएको कम्पनी श्रीनगर एग्रिटेक इन्डस्ट्री SAIL ले निकै कम समयमा नै इन्भेस्टर्सको मन जित्न सफल भएको देखिन्छ। यो एक एग्रो बेस्ड कम्पनी हो र यसले फिड म्यानुफ्याक्चरिङदेखि मिट प्रोसेसिङसम्मको सबै काम एउटै छानामुनि ल्याएर आफ्नो बिजनेस विस्तार गरेको छ। तर पछिल्ला 2 वर्षमा एकातिर कम्पनीको रेभेन्यू झन्डै 75%ले बढेको छ भने अर्कोतिर प्रफिट र क्याश फ्लोमा प्रेसर पनि देखिएको छ। रेभेन्यू यसरी बढ्दा पनि प्रफिट किन कम भइरहेको छ? कम्पनीको यस्तो ग्रोथ फ्युचरमा सस्टेनेबल होला कि नहोला र इन्भेस्टर्सले यस कम्पनीमा इन्भेस्ट गर्नु अघि के कुराहरूमा ध्यान पुर्याउनु पर्छ भन्ने जान्नको लागि यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। श्रीनगर एग्रिटेकको बारेमा जान्न सबैभन्दा पहिले यसको बिजनेस मोडल बुझ्न जरुरी छ। कम्पनीले फिड प्रोडक्सन, ह्याचरी, कमर्सियल एन्ड कन्ट्र्याक्ट फार्मिङ, मिट प्रोसेसिङ र कोल्ड स्टोरेज सबैलाई जोडेर फरवर्ड इन्टिग्रेसन गरेको छ। सिम्पल भाषामा भन्नुपर्दा दाना बनाउनेदेखि मासु प्याक गरेर बेच्नेसम्मको सबै काम कम्पनी आफैले गर्ने गरेको छ। यही कारणले कम्पनीले नयाँ रेभेन्यू स्ट्रिम्स विकास गरेको छ र पछिल्ला 2 वर्षमा रेभेन्यू फास्ट ग्रो भएको छ। श्रीनगर एग्रो फार्मसँगको मर्जर साथै मिट प्रोसेसिङ र कोल्ड स्टोरेज जस्ता न्यू युनिट सञ्चालनमा आएपछि कम्पनीको रेभेन्यू अझै बलियो भएको देखिन्छ। फिस्कल इयर 2081-82 मा मात्रै रेभेन्यू 30% भन्दा धेरैले बढेर करिब 1.4 अर्ब रुपैयाँ पुगेको छ, जुन पोल्ट्री सेक्टरका लागि सिग्निफिकेन्ट नम्बर हो। यसले देखाउँछ कि कम्पनीको स्केल बढ्दै गएको छ र मार्केटमा प्रेजेन्स पनि मजबुत हुँदैछ। तर फिड बिजनेसमा भोल्युम धेरै भए पनि प्रफिट मार्जिन कम हुन्छ, किनभने र मटेरियल महँगो पर्न जान्छ र कम्पिटिसन पनि धेरै छ, जसले प्राइस बढाउन सजिलो बनाउँदैन। त्यसैले फिड धेरै बेच्दा पनि प्रफिट त्यति धेरै नबढ्न सक्छ, तर कम्पनीको टर्नओभर र मार्केट प्रेजेन्स चाहिँ बढ्छ। अर्कोतर्फ ह्याचरी र पेरेन्ट फार्म जस्ता सेगमेन्ट अलि क्वालिटी कन्ट्रोल बिजनेस हो, जहाँ राम्रो जेनेटिक्स र म्यानेजमेन्ट भयो भने भ्याल्यु एड हुन्छ। तर यो सेगमेन्ट वर्किङ क्यापिटल इन्टेन्सिभ प्रकृतिको हुन्छ। चल्ला प्रोडक्सन बायोलोजिकल साइकलमा चल्छ। यस प्रक्रियामा आज इन्भेस्ट गर्यो भने आजै रिटर्न पाइन्छ भन्ने हुँदैन। त्यसैले यस्तो बिजनेस बढ्दै जाँदा वर्किङ क्यापिटल धेरै चाहिन्छ। कम्पनीको फ्युचरका लागि सबैभन्दा इन्ट्रेस्टिङ पार्ट भनेको मिट प्रोसेसिङ युनिट हो। नेपालमा धेरै जसो पोल्ट्री बिजनेस लाइभ चिकन बेच्नेमा आफ्नो ध्यान केन्द्रित गर्छन्, तर प्रोसेस मिटमा कटिङ, क्लिनिङ, प्याकेजिङ, ब्रान्डिङ सबै जोडिन्छ। सरल भाषामा भन्दा कुखुरा बेच्नुभन्दा रेडी टु कुक प्रडक्ट बेच्नुले राम्रो प्राइस पाउन सक्छ र लङ रनमा मार्जिन बढाउने ठूलो चान्स यसैले नै क्रिएट गर्न सक्छ। श्रीनगरले मिट प्रोसेसिङ युनिट बनाउने काम फिस्कल इयर 2081-82 मा नै सकिसकेको छ। यो एक इम्पोर्टेन्ट मार्जिन ड्राइभर भएकाले लङ टर्ममा यसले कम्पनीलाई धेरै बेनिफिट पुर्याउन सक्छ। कम्पनीको म्यानेजमेन्ट अनुसार ठूलो च्यालेन्ज र मटेरियल कस्ट नै हो। उत्पादन लागतको ठूलो हिस्सा करिब 80% भन्दा बढी कच्चा पदार्थले नै ओगटिरहेको छ। कम्पनीले यो रिस्क घटाउनका लागि सिजनमा सस्तो हुँदा र मटेरियल बल्कमा खरिद गर्ने स्ट्र्याटेजी अपनाएको छ, जुन एउटा राम्रो प्र्याक्टिस हुन सक्छ। त्यस्तै मर्जर र एक्सपेन्सन पछि कर्मचारी र एडमिनिस्ट्रेसन खर्च बढ्नु नेचुरल हो। तसर्थ फिस्कल इयर 2081-82 मा रेभेन्यू बढे पनि अपरेटिङ प्रफिट मार्जिन घटेर 9% मा सीमित भएको छ, जसको मुख्य कारण यही ओभरहेड कस्ट बढ्नु नै हो। तर अहिलेको ब्याङ्क इन्ट्रेस्ट रेट घटिरहेको समयमा फाइनान्स कस्ट कम भएकाले नेट प्रफिटमा भने केही सुधार देखिएको छ। फलस्वरूप कम्पनीको नेट मार्जिन अघिल्लो वर्षको 0.64% बाट बढेर फिस्कल इयर 2081-82 मा 1.24% भएको छ। यसका साथै फिस्कल इयर 2079-80 र 80-81 मा कम्पनीले सब्स्टान्शियल क्यापिटल एक्सपेन्डिचर गरेको कारण फ्री क्याश फ्लो टु फर्म नेगेटिभ थियो। तर फिस्कल इयर 2081-82 मा क्यापिटल स्पेन्डिङ घट्दा फ्री क्याश फ्लो टु फर्म पोजिटिभ देखिएको छ। त्यसै गरी कम्पनीको डेट टु इक्विटी रेसियो सुधार भएर करिब 0.79 सम्म झरेको छ भने आइपिओबाट आउने सबै रकम लोन तिर्न युज गर्ने प्लानले डेट लोड अझ कम हुने एक्सपेक्टेसन दिन्छ। डेट कम हुँदा इन्ट्रेस्ट बर्डन घट्छ र लङ रनमा नेट प्रफिटमा सपोर्ट गर्न सक्छ। यसका साथै कम्पनीको वर्किङ क्यापिटल म्यानेजमेन्टमा पनि इम्प्रुभमेन्ट देखिन्छ। इन्भेन्टरी र रिसिभेबल कलेक्सन टाइम घट्दै जाँदा क्याश कन्भर्जन साइकल पनि कम हुँदैछ। यसले देखाउँछ कि कम्पनीले अपरेसनल क्याश म्यानेजमेन्टमा पहिले भन्दा डिसिप्लिन ल्याइरहेको छ। पोल्ट्री सेक्टरमा बर्ड फ्लू, र मटेरियल प्राइसमा हुने फ्लक्चुएसन, मौसम र सप्लाई चेन अनि मार्केटमा धेरै साना प्लेयर हुँदा प्राइसिङ
पर्चेसिङ पावर कम हुने जस्ता रिस्कहरू पनि रहेका छन्। त्यसैले यो सेक्टरमा ग्रोथ हेर्नु मात्र नभई रिस्क म्यानेजमेन्ट कति बलियो छ भन्ने हेर्नु झनै जरुरी छ। श्रीनगर एग्रिटेकले फरवर्ड इन्टिग्रेसन गरेर रेभेन्यू ग्रोथको इन्जिन स्ट्रङ बनाएको छ र मिट प्रोसेसिङ जस्तो भ्याल्यु एडेड सेगमेन्टले फ्युचर अपसाइड दिने सम्भावना छ। तर सर्ट टर्ममा मार्जिन अझै कम रहेको छ, ओभरहेड खर्च बढेको छ र क्याश फ्लोलाई सस्टेनेबल बनाउन इन्भेन्ट्री, रिसिभेबल र कस्ट कन्ट्रोलमा निरन्तर डिसिप्लिन चाहिन्छ। यदि कम्पनीले आइपिओ पछि डेट घटाएर इन्ट्रेस्ट बर्डन कम गर्न, कस्ट कन्ट्रोल गर्न र प्रोसेस प्रडक्टलाई स्केल गर्न सक्यो भने आजको हाई रेभेन्यू लो मार्जिन स्टोरी भोलि बेटर मार्जिन स्टोरी बन्न सक्ने सम्भावना उच्च छ। तपाईलाई हाम्रो रिसर्च भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोला र अन्य रिसर्च रिपोर्ट र भ्यालुएसन रिपोर्टको लागि प्लिज भिजिट आवर वेबसाइट www.anshuinvest.com र यस्तै जानकारीमूलक भिडियोका लागि अन्शु इन्भेस्टको युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।